ल हाम्रो सैलनाले क्वेसन टक्क सार्नुभयो राम्रो अक्षर बनाएर मेरो अक्षर यति राम्रो हुँदैन हुन्छ त हुन्छ यो राम्रो ल ल सार्नुभयो क्वेसन सार्नुभयो तपाईँहरूले एकदम हाम्रो नानीहरूले सार्नुभयो गुड भेरी गुड ल अब यो क्वेसन तपाईँले देख्न साथ यो क्वेसन कुन च्याप्टरबाट जस्तो लाग्छ तपाईँहरूलाई है सम्भाव्यता भन्ने च्याप्टरबाट आउँछ अब हाम्रो एससी फर्मेट अनुसार यो कति नम्बरमा आउने क्वेसन हो यो 16 नम्बरमा लास्ट नम्बरमा यो क्वेसन आउँछ अब यसमा एउटा झोलामा 7 वटा काला र 4 वटा राता उस्तै उत्रै बलहरू छन् भनेको छ त्यो झोलाभित्र त्यतिवटा बलहरू छन् त्यो बलहरूबाट कतिवटा बल निकाल्ने भनेको छ 2 वटा बल निकाल्ने एकैचोटि 2टा बल निकाल्ने हो एउटा निकाल्ने हेर्ने एउटा निकाल्ने हेर्ने त्यसपछि के गर्ने दुईटा कुरा हुन्छ कि त्यही झोलामा राख्ने कि नराख्ने त्यो कुरा प्रश्नमा प्रष्ट भने हुन्छ हेर्नुस् है पुनः नराख्ने यो कुरा ख्याल गर्नु पर्यो कतिवटा बल निकाल्ने 2वटा बल यो पनि ख्याल गर्नु पर्यो कतिवटा ट्रायल भयो त यसको 2 ट्रायल भयो अब रिप्लेस अर विदाउट रिप्लेस इट इज विदाउट रिप्लेस भनेको फेरि नराख्ने पुनः नराख्ने 2वटा बल यस्तो केस छ यो र यसमा सुरुमा हेर्नुहोस् त के भनेर होला यदि पी बी र आर दुई अनाश्रित घटना भए अब बी भनेर ब्ल्याक र आर भनेर रेड भन्न खोजे होला अनाश्रित घटना भए पी बी इन्टरसेक्सन आर को सूत्र लेख्नुहोस् भनेको छ अब यो इन्टरसेक्सन वालाको सूत्र के हुने हो एडिसन वाला हो कि मल्टिप्लाई वाला हो के लेखिदिनु पर्यो त्यसको पी अब यसो तल म यहाँ सोलुसन यहाँ गरौँ हैन अब ए को सोलुसनमा के गर्दिन्छ ए को आन्सर के हुने भयो पी ए को इन्टरसेक्सन बी इन्टरसेक्सन आर इक्वल्स टु यो इन्टरसेक्सन भनेको प्लस वाला कि माइनस गुणन सिद्धान्त हो कि जोड सिद्धान्त लाग्छ यसमा ओके पी बी मल्टिप्लाई पी आर लेख्दिनुस् टक्क लगाएर कति नम्बर पाकिहाल्यो 1 नम्बर पाकिहाल्यो कति सजिलो है यो काम सकिहाल्यो अब यसमा युनियन भाव के हुन्थ्यो भन्नुस् त युनियन भाव जोड्ने हो तर म्युचुअल एक्सक्लुसिभ इभेन्ट हुँदाखेरि पारस्परिक निषेधक घटना हुँदाखेरि यदि पारस्परिक निषेधक घटना चाहिँ हुँदैन थियो भने के हुन्थ्यो फेरि पीबी प्लस पीआर माइनस पीबी इन्टरसेक्सन आर हुन्थ्यो है म्युचुअल एक्सक्लुसिभ इभेन्ट नहुँदा तर म्युचुअल एक्सक्लुसिभ इभेन्ट यदि पारस्परिक निषेधक घटना हो भने चाहिँ पीए प्लस पीबी गरे भइहाल्यो यो चाहिँ अरको कन्डिसन हो कि एन्डको कन्डिसन हो अथवामा यो युज हुने हो कि र भनेको ठाउँमा युज गर्ने हो त्यो रमा युज गर्ने अथवामा के हुन्छ गुणांश होला हुन्छ भेरी गुड ओके अब यति भइसकेपछि हामी जाउँ कहाँ जाउँ अब सबै सम्भावित परिमाणहरूको सम्भाव्यतालाई सम्भाव्यता वृत्त चित्रमा देखाउनु पर्यो ट्री डायग्राम बनाउनु पर्यो ओके ल अब यसको लागि हामीले एक्चुअली अब माथि नै हुन त डिनोट भइसकेको छ तपाईले बी लाई के बी भनेर के जनाउने आर भनेर के जनाउने अलिकति यहाँ लेखिदिनु बी भने कस्ता बल काला ब्ल्याक काला बल राता बल र आर भनेको चाहिँ राता बल भन्छ यहाँ त्यसो छ ठीक छ नि कुरो क्लियर ल यति भइसकेपछि अब के गर्नु पर्यो भन्दाखेरि हामीले अब यहाँ त गोलो बनाइदिनुस् यसरी के को गोलो बनाउने कतिवटा काला बल 7 वटा ब्ल्याक बल एन्ड हाउ मेनी रेड बल 4 रेड बल इज हियर है यो अब यसरी हामीले निकाल्दाखेरि यो निकाल्दाखेरि हेर्नुस् है यहाँ यो पहिलो चोटि है यो पहिलो ट्रायलमा यो यसलाई के भन्छ हामी फर्स्ट ट्रायलमा हेर्नुस् है अब फर्स्ट ट्रायलमा तपाईहरुलाई भनेको यो अनुमान त हो नि हाम्रो सम्भाव्यता भने अनुमान हैन त निकालिहाले त होइन नि हो त निकाल्दा के आउँछ भनेर अनुमान गरे है बुझौँ है कुरा फेरि निकालिसक्यो भने त ब्ल्याक आयो भने थाहा भयो नि हामीलाई निकालिसकेपछि त सम्भाव्यताको क्याल्कुलेसन गर्नै पर्दैन परेन खेलै जितिसक्यो स्पेन र अर्जेन्टिनाको खेल फाइनल भएर जितेरै भइसकेपछि त सम्भाव्यता सकियो नि जित्नुभन्दा अगाडि नै खेल भइरहेको बेलामा हुनुभन्दा अगाडि नै चाहिँ हामीले पोसिबिलिटिजहरुलाई हेर्ने हो नि त ओके यस्तो गर्दाखेरि यसरी आँखा अब चिम्लेर निकाल्दाखेरि के बल आउँछ होला कुन बल आउँछ होला दुवै आउने सम्भाव्यता उत्तिकै त अलि हुँदैन जो धेरै छ त्यसको सम्भाव्यता बढी हुन्छ हैन त्यसो भए ब्ल्याक आउनु पनि सक्छ रेड आउनु पनि सक्छ यही हो नि त तरिका हामीले गर्ने भेरी सिम्पल यही हो यो फर्स्ट ट्रायल भयो एउटा बल निकाल्ने भने हैन नि त हामीले दुईटा बल निकाल्ने भनेको छ फेरि निकाल्नु पर्यो अब यो निकालेको के गरे यहाँ राखे कि नराखे भनेको छ ओके अब नेक्स्ट ट्रायलमा हेरौँ है दोस्रो ट्रायलमा फेरि यस्तो टक्क है यो टक्क तपाईहरुले एकदम साइड उत्रै
साइज एकदम भित्रै र यसलाई सिधा एलाइनमेन्ट यसरी सिधा हुनु पर्यो यसरी अब यो कुन ट्रायल हो यो चाहिँ सेकेन्ड ट्रायल यो चाहिँ सेकेन्ड ट्रायलमा के हुन्छ भन्दाखेरि कि ब्ल्याक आउँछ कि रेड आउँछ लोकल को आएर अगाडि आएर ट्रायलमा हजुर जित्दै के भने ब्ल्याक बल आउला है सार्नेतिर भन्दा नि यता बुझ्नेतिर लाग्छ है साथीहरु यता कि त रेड बल आउला यसको मिनिङ के हो अघि के आएको ब्ल्याक आयो फेरि ब्ल्याक आउन सक्दैन र अघि ब्ल्याक आयो फेरि ब्ल्याक आयो अघि ब्ल्याक आयो रेड आयो यहाँ के हो पहिलोचोटि के आयो रेड आयो दोस्रोचोटि ब्ल्याक आउन नि सक्छ रेड आउन पनि सक्छ फेरि अर्को बनाउने हो किन होइन तीनवटा भने अब फेरि अर्को बनाउँदै जानुपर्छ जसले एउटा तीनवटासम्म सोध्छ हामीलाई अब दुईवटाको अहिले यो सकेको छ है ओके ल अब यो हाम्रो पहिलो ट्रायल हो नि त्यही भएर प्रोबेबिलिटी अफ P1 है P1 B भन्नाले के बुझ्ने 7/। बुझ्ने चाहिँ के त्यो त B को सम्भाव्यता पहिलोचोटि ब्ल्याक बल आउने सम्भाव्यता कति हुन्छ भनेपछि यसको त हामीले 9 कक्षा धेरैबाट पढिरा हो कुनै पनि कुराको सम्भाव्यता निकाल्नलाई त्यो कतिवटा छ जम्मा कतिवटा छ भनेर थाहा हुनु पर्यो B कतिवटा छ 7वटा छ जम्मा कतिवटा छ 11 कसलाई माथि राख्ने कसलाई तल राख्ने 7 लाई माथि राख्ने 11 लाई तल राख्ने काटकुट गर्न मिल्छ भने काट्ने लोएस्ट टर्ममा क्यान यु रिड्युस इट इन लोएस्ट टर्म नो सो लिभ इट एज इट इज है यो P1 B भयो पहिलोचोटि ब्ल्याक बल आउने प्रोबेबिलिटी कति रहेछ 7/11 रहेछ फिनिश नाउ गो फर डाउन यसलाई P2 भन्ने होला हैन हो हैन इट इज अल्सो P1 R पहिलोचोटि रेड आउने हो हेर्नुस् है यहाँ पहिलोचोटि रेड आउने भन्यो भने ल समीर what should be here probability of red ball first trial why 4/11 there are 4 red ball and altogether there are 11 total ball very good finish almost finished है हेर्नुस् है यो त केटाकेटीले गर्न सक्दैन जस्तो लाग्छ मलाई त्यो 4-5 कक्षाको यस्तो है भने पनि गर्न सक्छ गाह्रो कुरै छैन नाउ सी हियर त्यो फेरि के आउने हो अर्कोचोटि के आउने के भन्नु पर्यो यहाँ भएकाले सबै P2 लेख्ने है हामीले पिट्ने भने P2 सबै P2 है अब यो P2 के हो यहाँ के लेख्ने भने यहाँ भएको लेख्ने है प्रनिशाले हेर्दिन यहाँ P2 यहाँ के लेख्ने यहाँ भएको लेख्ने B लेख्ने यहाँ के लेख्ने त यहाँ भएको R लेख्ने है B बस यहाँ के लेख्ने किन लेखा यहाँ B यो हेर्नु अब यहाँ के लेख्ने R लेख्ने B भर लेखा हो हैन अब हेर्नुस् है अब मेन कुरा तपाईहरुले विथ रिप्लेसमेन्ट र विदाउट रिप्लेसमेन्ट कुरा यहाँ छ है अब जस्तो अघि हाम्रो के बला हो ब्ल्याक कालो बला हो नि त अब फेरि कालो आउने नआउने कुरा अब आउने सम्भाव्यता त रह्यो तर सम्भाव्यता के भयो अघिको भन्दा बढ्ने भयो कि घट्ने भयो त घट्ने बल है एउटा बल त अघि आइसक्यो एउटा बल अघि आयो त्यो अघि आएको बल यहाँ भित्र राखेको छ कि छैन कसरी थाहा पाउने राखेर नराखे भने क्वेशनमा पुनः नराखी विदाउट रिप्लेसमेन्ट भनेपछि अघि आएको बल 7 वटा थियो हो नि हैन हाम्रो कालो बल 7 वटा थियो अघि एउटा आइसक्यो अब कतिवटा बाँकी छ 6 वटा बाँकी छ 6 का मुनि 10 6 का मुनि 10 किन 10 एउटा भनेको टोटलमा नि एउटा घटिसक्यो 6/10 क्यान यु रिड्युस इट यस कतिले काट्ने 2 ले कतिचोटी 3/5 जाने अब जति भन्छ कति हुने भयो 3/5 हुने भयो यहाँ के आउने बोल भन्नुस् त त्यहाँ 7 अब यहाँ ले विचार गर्नु पर्यो अब यहाँ रातो बल एउटा घटाउने हो किन होइन कालो बल आएको छ अघि कुन बल आएको कालो बल आयो नि त रातो बल त आ छैन नि अघि यो आएको यो केसमा हामी गरिरहेको छ है माथि भान अघि यो आ भयो अघि के आ भयो कालो आ भयो ब्ल्याक आ भयो अब रेड त आयो नि त्यसपछि रेड त जतिको जति हुने पनि त्यसपछि 4/11 हुने भयो 10 किन फेरि ब्ल्याक आए पनि जे आए पनि एउटा त अल टुगेदरमा घट्यो त्यही भएर 10 वटा हुने भयो काट्दाखेरि कति हुने भयो 2/5 को प्रोबेबिलिटी देखियो ल है साथीहरु अब यो दुईटा पनि जो त प्रशान्त पाण्डे कम हियर प्रशान्त पाण्डे ल अब यो के को प्रोबेबिलिटी गर्दै छौं भने ब्ल्याक कुन बल ब्ल्याक पहिलो कि दोस्रो ब्ल्याक आउने प्रोबेबिलिटी के हुन्छ त 7/10 इक्वल्स टु पनि लेख्दियौ काट्न मिल्छ मिल्दैन मिल्दैन ल अब केमा फेरि हामी अब केमा रेड बल ओके रेड बलमा ल लु फटाफट गरिहालौँ अब उताबाट गरौँ न त ओके के गर्यो रेड बल कति गर्यो यसले 3/10 हो किन 3/10 यहाँ एउटा पहिल्यै बल आइसक्यो 4 ओके भेरी गुड ल ल अब त्यो के यो के को प्रोबेबिलिटी हुन्छ अब यो त्यो के को प्रोबेबिलिटी हुन्छ बाबु त्यहाँ ब्ल्याक बल आउने कतिवटा ब्ल्याक बल लु लेख्नु के भनेर लेख्नुपर्छ त्यसलाई अलि ठुलो अक्षर बुझ्दैन अलि ठुलो P B B व्हाट डज इट मिन P B B मिन के हो बाबु दुईटा ब्ल्याक बल आउने पहिलो बल पनि ब्ल्याकै आउने दोस्रो बल पनि ब्ल्याकै आउने प्रोबेबिलिटी ल कति हुन्छ P1 B कति छ अनि P2 B कति छ यहाँबाट फोकस गर्दै लेख्ने हो ओके ल काट्न मिल्छ भने काटौँ केही काट्न मिल्दैन भने के गर्नु पर्यो यो भिन्नको गुणनमा के गर्नु पर्यो कसलाई कता गुणन गर्ने तलको तलसित गुणन माथिको माथिसित गुणन है
लु त फटाफट त्यही साइडमा यसो लेख्दै नि भइहाल्छ 7 7 3 जा लेख्नु पनि अनि के क्याल्कुलेटर चाहिने 7 3 जा कति 21 क्यारी गरिराख्नु भएको छ सबैजनाले खै गरे यहाँ है अब हेरौँ है मैले हेर्छु है यहाँ भिडियोबाट हेरिन्छ है साथीहरू ठिक छ नि हेलो अदित पाण्डेजी के छ नानीहरू हाउ आर यु फाइन कस्तो लागिरहेछ नयाँ लुगा लगाइरहेछन् कसैले फेरि आज स्काउटको टक्क लगाएर यहाँ अब के होला जस्तो छ है ल हेलो गाइज स्काउट भाइहरू के छ फाइन यति बेला प्रशान्त पाण्डे ब्याटिङमा हुनुहुन्छ कति रन हाल्यो ओके गुड बिआरआर भन्नाले यो बिआर के अरे पिबिआर भन्नाले पहिलोचोटि के आउने पहिलो बल कालो आउने दोस्रोचोटि रातो आउने 7/11 मल्टिप्लाई 2/10 2/5 भेरी गुड ओके अब हामी केमा जाँदैछौँ त्यो चाहिँ के हो बाबु त्यो पी के हो पी के हो त्यो के लेखा के त्यो पुरा भन्नु नि पिआरबी भन्नु पऱ्यो नि पिआरबी भन्नाले के बुझ्ने पहिलोचोटि रेड बल दोस्रोचोटि ओके ल अलि छिटो गर्नु पऱ्यो साथीहरू त्यहाँ काट्नु मिल्छ जस्तो छ काट्ने नि त्यो 4 र 10 काटिरहेको छ नि 4 र 10 काटेको छैन त कतिले काट्छ 4 र 10 लाई 4 लाई भाग जाने 10 लाई भाग जाने कतिले 2 ले अनि अब 28 भएन भाइ पछि काटे नि हुन्छ तर सुरुमै काट्ने क्या सानोमा काटेर सजिलो हुन्छ नि सीधा च्याप्टर मिलाउनु पर्ने सीधा भएन त्यो त यहाँतिर हुनु पर्यो नि यहाँतिर हुनु पर्यो है थाहा छ नि के बुझ्छ है पहिले रेगुलर आयो भने त राम्रै छ भाइ त्यो रेगुलर कुरा गर्ने छ है त यहाँ हुने सम्भावना छैन नि तत्कालै ओके ल अब यो वृक्ष चित्रको काम हाम्रो सक्यो अलमोस्ट होइन त यति गऱ्यो भने ठिक छ नि यहाँ केही मिस्टेक छ त छैन नि 4/11 मल्टिप्लाई 7/10 काटेको छ अर्को लास्टमा के छ 4/11 मल्टिप्लाई 3/10 त्यो पनि काट्यो अनि के गरे माथि नकाटेर तल काट्यो के गरे त्यो ए त्यो टु र उ काट्यो भने हुन्थ्यो खै ठिकै छ तपाईँलाई के सोधेको छ सीमा के सोधेको छ भन्नुहोस् त त्यहाँ जाउँ जाउँ ल अर्कोलाई पठाउनु न ल कसलाई पठाउने अब यहाँ पठाउँ केटीबाट एकजना ल हाम्रो आशिकाजी आउँदै हुनुहुन्छ यति बेला आशिकाजी यो बुझ्यो वृक्ष चित्र बना बुझ्यो अब तपाईँलाई सीमा के सोध्यो हेर्नुहोस् त त्यहाँ सीमा के भन्यो सीले के भन्यो हजुर दुवै बल काला पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् भनेको छ अब यो वृक्ष चित्रमा दुईटै कालो बल भएको कहाँ छ ल भन्नुहोस् त मलाई दुईटै कालो बल भएको कहाँ छ ल भन्नुहोस् कुन चाहिँ हो दुईटै कालो बल भएको कहाँ हो त्यो भने पिबिबी चाहियो नि कुन चाहिँ हो पिबिबी भने हो त्यो पिबिबीको सम्भाव्यता कति आयो त कति आयो हिसाब गर्दा होइन हजुर कहाँ देखाउनुहोस् त मलाई एकचोटि देखाउनुहोस् त हो अब त्यहाँ के लेखिदिने तपाईँले सी भनेर लेख्नुहोस् त्यहाँ यो कतिको गरे हामीले यो बीको यहाँ बी भनिदिनु सी भन्दा माथि बी भन्नु त्यो होइन नि त्यो त एक भइहाल्यो नानी त्योभन्दा तल लेख्नु होइन यहीँ लेख्नु यहाँ बी लेख्नुहोस् वृक्ष चित्रमा प्रस्तुत गर्दा भनौँ न वृक्ष चित्रमा प्रस्तुत गर्दा दुवै काला बल आउने त हेर्नु नि यहाँ सिधै छ नि अब अरू फर्दर केही हिसाबै गर्नु पऱ्यो नि क्या वृक्ष चित्र बनाइसकेपछि दुवै काला बल आउने सम्भाव्यता कति कति हेर्नु त यहाँ यो हो नि हो सिधै लेखिदिने है त्यहाँ सीको दुवै काला बल पर्ने सम्भाव्यता दुवै काला बल पर्ने सम्भाव्यता के लेख्नुभयो के लेख्नुभयो नि भन्नुहोस् त कसरी के लेख्नुभयो कहाँबाट लेख्नुभयो जनता जान्न चाहन्छ ल भन्नुहोस् दुवै काला बल पर्ने सम्भाव्यता पिबिबी हो नि होइन त्यसलाई ब्राकेटमा पिबिबी लेखिदिनु न त्यहाँ पिबिबी होइन त्यो सम्भाव्यता पछि पिबिबी कोस टु 21/55 है ल ओके यो कसरी थाहा भयो तपाईँलाई यो भन्ने कुरा यति भन्ने कुरा त्यो कुरा चाहियो यहाँ रिसोर्स चाहियो नि त कहाँबाट आयो यति भन्ने कुरा हिसाब त केही गरे छैन यसरी यसरी लेखिदिनु कहाँबाट लेखायो हो यहाँ वृक्ष चित्रबाट अलिक थाहा होइन यहाँ होइन यहाँ वृक्ष चित्रबाट है त्यहाँ अलिकति ठाउँ अटेन त्यो कुरा कहाँबाट आयो वृक्ष चित्रबाट आयो
ल वृक्ष चित्रबाट त्यसलाई ब्राकेटमा लेखिदिनुहोस् ट्यागको लगाएर ओके भेरी गुड ल ल सीको काम सकिहाल्यो अब कुरा रह्यो डीको अब कुरा रह्यो डीमा लगाइनुहोस् अब डीले के सोध्यो डीले के सोधिरहेको छ तपाईँलाई हेर्नुहोस् न के भनेको छ दुवै बल के पर्ने राता पर्ने सम्भाव्यता दुवै बल काला पर्ने सम्भाव्यता भन्दा कसले बिगारेछ जवाब जाँदा मैले यादै गरेको थिइनँ अहिले मैले अझ हेरे पनि हो त्यो P1R चाहिँ 4/10 राखेछ 4/11 हुनुपर्ने त्यो भयो भने 6/54 आउने भयो भेरी गुड ल फेरि 55 भेरी गुड ल ओके अब डीले भनेको कुरा के होला डीले भनेको के होला भन्नुहोस् त यहाँ दुवै बल रातो पर्ने सम्भाव्यता दुवै बल कालो पर्ने सम्भाव्यता भन्दा हेर्नुहोस् है दुवै बल कालो पर्ने कति यहाँ छ 21/55 दुवै बल रातो पर्ने सम्भाव्यता 6/55 कसको सम्भाव्यता बढी छ दुवै बल के पर्ने कालो बल पर्ने कि रातो बल पर्ने किन यस्तो भयो होला किन यो कालो बल पर्ने सम्भाव्यता बढी किन भयो त्यो बल झोलामै बढी कालो बल कालो नै धेरै छ नि त हैन त त्यो जो धेरै छ उसको पोसिबिलिटी बढी हुने त हो नि र्यान्डमली हामीले सेलेक्ट गर्दाखेरि है ओके त्यसो भए अब कति बढी छ वा घटी छ भने चाहिँ के भयो दुवै बल राता पर्ने सम्भाव्यता बढी कि घटी घटी के भन्दा दुवै काला बल भन्दा अब कतिले घटी कसरी गर्ने त कसरी गर्ने कुनै कुरा बढी छ अथवा घटी छ भन्ने कुरा गर्ने क्याल्कुलेसन के हो घटाउने केबाट के घटाउने त हजुर अब म्याथमेटिकल टर्ममा भन्नु पर्यो नि बाट PRR घटाउने एउटा लाइक फ्र्याक्सन नि भइसक्यो डिनोमिनेटर 55 छ भन्दा सजिलो छ कसैले गरिदिनु हुन्छ अगाडि आएर एनी वान अफ यु इन्ट्रेस्टेड ल दिस इज आवर रदित पाण्डे इन्ट्रेस्टेड टु डु दिस क्वेसन वेलकम हिम हियर टु सल्भ द डी नम्बर क्वेसन गो डाउन नमेट्ने केही पनि नमेट्ने सिधै लेखिदिउँ के भनेर लेखिदिउँ ओके दुवै बल अलिक त दाम त बाबु यताबाट टक्क क्यामेरा फोकसै भएन यताबाट भएन एन्टी लाइट पर्छ यहाँ पहिले हामीलाई थाहा भइसक्यो दुवै कालो बल पर्ने 21/55 दुवै रातो बल पर्ने 6/55 दुवै बल रातो पर्ने सम्भाव्यता दुवै कोड लेखेर गर्दैछ उसले अब अर्को पनि कालो पनि लेखिदिनुहोस् अनि फरक भनेर लेखिदिनुहोस् क्लियर पनि लेखिदिनुहोस् है भइसक्यो तपाईँहरूको अब यो समानहरु भएको भिन्न भयो भने सजिलो भयो जोड घटाउ गर्ने त्यस्तो हुँदैन थियो भने लस लिएर गर्नु पर्थ्यो अलिकति लामो प्रोसेस हुन्थ्यो यो त अब सिम्पल भयो 21 बाट 6 घटाउने कुरा क्याल्कुलेटर युज नगर्नु यार भिडियोमा बिजेदै केले काट्छ कि जस्तो लाग्यो मलाई 15 र 55 लाई केले काट्छ 5 ले कतिचोटी काट्छ भाइ 3 चोटी 11 चोटी 3/11 therefore के लेख्नु पर्यो therefore दुवै बल राता पर्ने सम्भाव्यता दुवै बल काला पर्ने सम्भाव्यता भन्दा 3/11 ले कम कि बढी राता बलको सम्भाव्यता कम कि बढी कम रहेछ भन्दिने है यति गर्छ हुन्छ ल ओके हेलो कस्तो लाग्यो यो सोलुसन ठीक छ गर्न सकिन्छ नि एक्जाममा यो आयो भने कति नम्बर फिक्स भयो त त्यसो भए अब 5 नम्बर पाक्यो नि ल ओके थ्यांक यू अल थ्यांक यू भेरी मच